कान्छी छोरी के गर्दैछौ? खेलेको? गर्मी भएन? सबैमा नमस्कार। आज म तपाईहरुलाई मैले गरेको कृषि कसरी गरेको छु, खेती सानो एउटा फलफुलहरु घरको छतमा लाएर फल्दैछन्। हेर्नुस्, यो ड्रागन फ्रुट्स यो लगाएको लगभग 2 वर्षको हाराहारी भयो भन्नु पर्ला। अब अहिले यसरी फल्दैछन्। गर्मीको सिजन बढिसके फलफुलहरु फल्न थालिसकेका छन्। यो त मैले 2 वर्ष जति भयो होला यो बिरुवा लगाएको। यो वर्ष दिनमै फल्या थियो। पोहोर पनि लगभग 10-12 जति फल्यो होला, खाइयो। अहिले पनि फल्ने क्रम जारी नै छ। तपाईको नयाँ फुलहरु पनि फुलिरहेका छन्। यो अलि अस्ति अगाडि फुलेको भएर यो अहिले पाक्न अब लगभग 10-15 दिन जतिमा त्यो अगाडि फुलेका पाक्छन्। नयाँ फुलहरु पनि प्रशस्ति फुलिरहेका छन् हैन। अब अनि त्यो सँगसँगै पोहोर लगाएको बिरुवाहरु चाहिँ यही पोहोर मात्रै लगाएको यो बिरुवाहरु यसपालि फुल चाहिँ लाग्न थालिसकेका छन्। तपाईँको धेरै फुलहरु चाहिँ बाक्लो भएको कारणले अथवा के भएर हो, रातो पहिला हुँदै फुल झर्ने क्रम हुँदो रहेछ। यो चाहिँ यसरी झरिसकेको हो। हेर्नुहोस्, अब यहाँनिर पनि यसरी फुल फलिरहेका छन्। यहाँ पनि यसरी फुल फलिरहेको छ। अब यसमा यो अडिन्छ कि अडिँदैन भन्ने भइरहेको छ। यो चाहिँ पहिला भइसक्यो नि, सबै 3वटा फुल झर्ने स्थिति देखिरहेको छु म। अस्ति हावा आउँदाखेरि, धेरै हावा आउँदाखेरि बेतैपट्टि लड्काएको थियो मैले। धेरै हावा आयो भनेर यसलाई वरपरै बाँस लाएर बाँसको सपोर्ट गरेर चाहिँ बाँधिया थिएँ। यसरी यो क्यारेटमा रोपेको छु मैले। लगभग 8-9वटा क्यारेटमा रोपेको छु। धेरै माटो पनि नचाहिने अनि फल पनि खान मिल्ने। फलको स्वादसँगै फलहरु प्रशस्ति हुन्छ। यति ठाउँमा लगभग तपाईँको आफूलाई खाना प्रशस्ति गरी खान पुग्ने फलफुल हुन्छन्। यो पनि पहेँलो हुँदैछ। यो एउटा चाहिँ झर्छ कि फल नलाग्ने स्थिति हुन्छ कि भन्ने अवस्थामा भइसकेको हुँदैछ। यो चाहिँ मैले गरेको घरको छतमाथि लगाएको ड्रागन फ्रुट्स। ठाउँ तल नभएपछि र सानो ठाउँमा आफ्नो करेसाबारी नै यही ठाउँमा बनाउनु पर्ने भएपछि अब यसरी नै लाउनु पर्ने रहेछ। सब्जीहरू के गर्ने अवस्था यस्तै छ। सानो ठाउँ भएपछि र तल लाउने ठाउँ नभएपछि यसरी बिरुवाहरू लाउनु पर्ने हुन्छ। अब त्यस सँगसँगै यहाँ पनि लगाएको छु। यो बाल्टीमा चाहिँ धेरै माटो भएको कारणले होला धेरै माटो चाहिन्छ। धेरै माटो भयो भने चाहिँ बाली नसप्रिने, राम्ररी नआउने हुँदो रहेछ। थोरै माटोमा छिट्टो हुर्किने, मल पनि त्यति धेरै नचाहिने, ठिक्क मल भए पनि पानी पनि त्यति धेरै नचाहिने। कहिलेकाहीँ लाइयो अथवा बर्खाको बेला त अब अहिले यतिखेर कहिलेकाहीँ परेकाले पुगिन्छ। यसमा चाहिँ घाम नै धेरै चाहिने कि तापक्रम पनि धेरै चाहिने यो ड्रागन फ्रुट्सलाई। अब यो बाल्टीमा रोपेको चाहिँ धेरै माटो छ। तलबाट यत्रो बाल्टीभरि माटो लाएर चाहिँ हामी माथिबाट बिरुवा रोपेको। त्यो धेरै बिरुवा भएकोले गर्दाखेरि अथवा धेरै पुरिएको कारणले गर्दा हो कि के भएर हो, यो चाहिँ त्यति राम्रोसँग फस्टाएर आएन। अब यो सँगसँगै अर्को पनि लगाएको छु। यो बाल्टीमै छ यो पनि, तर यसमा चाहिँ अब फुल पनि फलिरहेको छ हैन।
यसले चाहिँ यहाँ माथि यो पानीको ट्याङ्की राखेको ठाउँमा यसको स्ट्यान्डमा यसले सपोर्ट पाएकोले गर्दाखेरि यो फल पनि फलिरहेको छ अनि त्यहाँबाट फुलहरू पनि फुलिरहेका छन्। यसमा प्रशस्ति फल्ने आधारहरू यसमा धेरै छन्। यो पुरानो यो 2 वर्ष अगाडिदेखि यो पोहोर पनि फलेको हो, अहिले पनि फलेको हो। यो फल्छ, यो प्रशस्तै फल्छ। माटोहरू नै छ। कान्छी छोरी यहाँ घाममा माथि छतमा आँखा पनि देख्न लखेर भइरहेको छ, यहाँ घुमिरहेको छ। अब यो भनेको तपाईँहरूलाई कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। कमेन्ट, लाइक अनि फेभराइट, सेयर आदि गरिदिनुहोस्। कस्तो लाग्यो हजुरहरूले कमेन्ट गरिदिनु भयो भने मात्रै मलाई पनि यसको सही अथवा गलत कस्तो लाग्छ हजुरहरूलाई भनिदिनु होला। तपाईँहरूले भनिदिएको म कुनै पनि गल्ती भने पनि मलाई केही पनि त्यसमा म त्यसको नेगेटिभ त्यसको नकारात्मकतालाई म नेगेटिभ कुरा त्यतातिर जाँदिनँ। तपाईँले राम्रो भनिदिनु भयो भने राम्रो छँदैछ, नराम्रो भने केही फरक पर्दैन। त्यसैले तपाईँले कमेन्ट गरिदिनु होला। ल हस् त, नमस्कार, जय होस्।